बाँदरले खाँदा आज फोर्सा रहेछ हिँडेको चिक्नेहरूले खासै घुमाएन मलाई ठिक लागेन ए रन्डा हो म के पङ्खा हो ए म रन्डा रिको सबै घुमिसक्यो पल्टिसक्यो ओ राम राम ओ कता है केटा ओ रन्डा के गरेछ माछाले उल्टो घुम्दैछ त यता घुम्दैछ त केटा हो ठिक समाइछ आउँदैन त अरे साह्रै साह्रै घुमाइछ ल अहिले चार्ज गरेर जहाँ खाएर सकिदिन्छु म चार्ज गरेको छैन मलाई आइज लु कहाँ खेल्ने भन् न कहाँ दुलमा बसेर खेल्ने जस्तो रहेछ माछाले मलाई अलिक टेबल कुर्सी लिएर आइज मसँग खेल्नलाई गफै गरिस् कि तैँले एउटा मात्रै छ तल गोविन्दले बाहेक अरू कसैले सक्दैन कसैले सक्दैन कि एउटा मात्रै तिमीले पनि सक्दैन त यसलाई ठुक्का चिक्ने यस्तो मलाई त्यो यस्तो सुरुमै एकैचोटि झटार दिन्छ नि त्यो झटारपछि नउकाल्याउने पनि त नगराएको हाम्रो केटीहरू हेर्दै साले सुकेन लागेकोले हाडारीमा सकिन भन्छ केटाले के बोल्यो मेरो ज्यानको डबल भएकोहरूले झन् क्लासमा सबैजना एक सिङ्गल आइदियो भन्दाखेरि डरले म सक्दिनँ डरले ल हिँड्नु न तैँले साँच्चै भनेस् कि ढाका लगाइसै मलाई मैले सक्छु भनेपछि सक्दिनँ भनिरहेको छ हेर केटा हो साँच्ची भनेको हात ढालीमा जाँदै एरियाकोले मलाई नसोच्दा पनि हुन्छ ढाल्छु भनेर कहाँ हामी जस्तो कलिलो र चिपिएकोमा धेरै फरक हुन्छ क्या सर हुँदैन कलिलो खेल्नु त यहाँ खेल्नु अब यत्रो ज्यान छ होइन चिपिएको मान्छेले त्यस्तै हेरे पनि ढाक्छ नला बाबा बुढो भइयो कि अब बाइले सक्छ होइन त्यो पनि कुरो हो अब खेल्ने हो भने खेल्ने आऊ केटा अब सक्दो चाहिँ प्रयास गरेर ढाल्नु नै तर सोच चाहिँ नसोच्नु यहाँ खेल्नु ढाली खेल्ने ठाउँ त हो यो फेरि यसलाई स्यालले लाने गो ओ स्यालले लान्छ है तँलाई ए मान्छे नाति छ डर लाग्छ मलाई मान्छे भयो नि त साँच्ची हो हाक्कु पराउँदा त खुल्ला थियो त यहाँ के भएको यो लु भएन भयो क्यान्सल यो 1 2 3 go लु त चिकन पुस भनेपछि सुन्छु रे टिकटक बनाया मेरी आमै नि त अब यहाँ थियो नि हेर्ने कि यो केटाकेटीले खोइ कहाँ हेर्छ त्यसरी ठोकिनु हुँदैन नि त बाबु त्यसरी अब ठोकिएपछि त कुरो सकि त भयो नि यो अलिक हुँचै बनाएको मान्छे ठोकिन्छ अब
अबुलो अलिकति हाई भएन भने पुरा फेसबुक युट्युब टिकटकमा हालिन्छ भरे मेरो गर्कुमा राईले त बना त भन्न थाल्यो भने त त बिहोर्छ साले नजान्ने मान्छे नहुने केटा नजाने बाटो नसोध्नु भन्थे यस्तो बनाएको रहेछ ल मलाई त बनाएको छु छिरी है त रक्षा गरेर पर्नु हाम्रो के नहोस् हामी चाहिँ छिरो अब यस्तो छ यहाँ बत्ती बाल्नु तेरो अलिक खिच्रिँदै जानुपर्ने थियो क्या दाइ आर्मी ट्रेनिङ आर्मी सक्नु के त ट्रेनिङ सुरु हाम्रो त सुरुमा सिकार ल्याएको थियो पक्राइ उही यो दुलो चाहिँ यहाँ छ बरु यतैबाट चबेरले हाम्रो हुँदैन आगे बढौँ कि नबढौँ डर डर लाग्न थाल्यो ओए
समीर आइरहेछस् आगे बढ केटा अघि बढे केटा आज चमेरको बुसारी भनेको के भन्नु भगवान्को चमेरो गएन केटा भगवान प्रश्न भएन पनि यार चमेरो बाबु जाऊ तिमी उता तिमी किन सुतेको छैन नाम आइ यति गर्नु त आउनु नि हामी केटा हो त्यहाँ पनि छ के काम थियो खै हेरौँ म त निक्लेँ बाहिर कहाँ निस्कियो